गाइज यो विदेशको स्टेटहरू हेर्नु न कस्तो सफा के न कतै चुइङगम छ न कतै मिठाईको खोल एउटा फोहोर देखिँदैन कि कसरी सफा राख्न सकेको होला यस्तो भन्ने हुन्छ कि हाम्रोतिर किन हुँदैन भन्ने हुन्छ होइन कसरी रहेछ त हेर्नुहोस् है यहाँ लोकल गभर्मेन्ट बडिजहरू म्युनिसिपालिटी गाउँपालिकाहरूले ठाउँ ठाउँमा ट्रास क्यानहरू राखिदिएको छ यो भिडियोको क्लिपहरूमा नि हेर्नु होला होइन सर्टेन डिस्टेन्समा उनीहरूले राखिदिएको छ र पब्लिकले पनि त्यसलाई युज गर्न पायो फोहोरहरू बाहिर फाल्न परेन त्यहीँ डम्प गर्न पायो हामीहरूको सिटिजहरूमा काठमाडौँ पोखराहरूमा कतै कतै यस्तो देखिन्छ तर पनि क्यान वी बेटर म्यानेज इट और हाउ क्यान वी बेटर म्यानेज इट अझै राम्रो गर्न सकिन्छ नि त फोहोरहरू यत्रतत्र देखिन्छ त्यसलाई कसरी अझै राम्रो व्यवस्थापन गर्न सकिएला त रिसाइकल नन रिसाइकलको ट्रास क्यानहरू राखेर पब्लिकलाई पनि त्यसको युज गर्न बानी बसाल्नलाई यो अर्को क्लिपमा अब आउने क्लिपमा हेर्नुभयो भने त्यहाँ एउटा राम्रो सोल्युसन रहेछ एउटा सिटीले प्राइभेट कम्पनीलाई ह्यान्डओभर गरेको रहेछ स्ट्रिटको फोहोर व्यवस्थापन गर्नलाई उसले म्यानेज गर्छ उसले कलेक्ट गर्छ डम्पिङ साइटसम्म उसैले पुर्याउँछ यो क्लिपमा हेर्नुभयो भने त्यहाँ देख्नुभएको छ होला चिटिक्क परेका राम्रो ट्रास क्यान पनि चिटिक्क छ नि एड पनि छ साइडमा यो रेभेन्यू जेनेरेसन मोडललाई हेर्नु होला कन्सर्न अथोरिटीहरू नेपालका काठमाडौँका मेयरहरू अरू सिटीहरूका मेयरहरूले पनि हेर्नु भएर यसलाई कुनै सर्टेन फर्ममा रेप्लिकेट गर्न सकियो भने पनि एक त सिटीको बर्डन कम हुने उल्टै राम्रैसी अर्को रेभेन्यू जेनेरेसन मोडल पनि आउने सरकारलाई पनि फाइदा पब्लिकलाई फाइदा सफा सहर हुने त्यही भएर यस्तो पो गर्न सकिन्थ्यो कि यसको बारेमा पनि सोचिदिनु होला हस्त धन्यवाद थ्याङ्क यू फर वाचिङ